हेलो साथीहरु, गुड मर्निङ। हजुरहरु सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल है। हजुरहरु सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि साथीहरु, हजुरहरु सबैजनाले मेरो युट्युब च्यानललाई सपोर्ट गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला भन्नु चाहन्छु। अनि आज चाहिँ मर्निङको भ्यू यस्तो भइसकेको छ साथीहरु। हाम्रो रोड थाङतिर चाहिँ है घामहरु झुल्किसकेको छ। अनि म चाहिँ यहाँनिर अब बाख्रा खोल्नु जान आँटेको साथीहरु, किनभने बाख्रा लानुपर्छ है। म नरेगा पनि जानुपर्छ नि त साथीहरु, त्यही कारण। अनि सबैजना काममा जानु भइसकिसक्यो हाम्रो घरको चाहिँ है। म चाहिँ अब बाख्रा खोल्नु जाँदैछु साथीहरु। तपाईहरु के गर्नु हुँदैछ कमेन्ट गर्नु होला है साथीहरु। तपाईले धेरैभन्दा धेरै माया दिनु होला है। अन्त मैले चाहिँ भर्खर खोलेको युट्युब च्यानल, अनि मेरो चाहिँ फेसबुक छ साथीहरु है। अनि अब म चाहिँ यहाँ बाख्रा खोल्न आँटेको साथीहरु। यहाँनिर चाहिँ हाम्रो बाख्रा खोरमा छ हैन, यसलाई हाल्छ खोल्नु पर्ने हुन्छ साथीहरु। बाख्रा निक्लिँदा चाहिँ साथीहरु तपाईलाई देखाउँछु ल। सक्यो महाराजाहरु। अब यिनीहरूलाई चाहिँ बान्नु पर्छ, छोड्यो भने चाहिँ बर्बाद गर्छ हो साथीहरु। यिनीहरूले चाहिँ बर्बाद गर्छ, छोड्यो भने चाहिँ। यहाँ एउटा महाराजा, अर्को महाराजा हो साथीहरु। साह्रो छ हो महाराजाहरूलाई लानु हो। अब चाहिँ जाँदैछु साथीहरु, म चाहिँ यिनीहरूलाई लिएर हो। कस्तो कुद्छ, अब लिएर चाहिँ म जाँदैछु साथीहरु हैन। अब यिनीहरूलाई लिएर चाहिँ तल बेसीमा लगेर बान्नु पर्छ साथीहरु हैन। नत्र भने चाहिँ यिनीहरूले चाहिँ उत्पात गर्छ अर्काको बारी। अनि यहाँदेखि ओह्रालो जानुपर्छ हाम्रो चाहिँ हो साथीहरु। यहाँदेखि ओह्रालो तल पुग्नुपर्छ तल। अन्त यिनीहरू यहाँ आउँदैछ सेनापतिहरू। आइज। अनि यो देख्दै गरेको चाहिँ साथीहरु कम्पनी हो है। यो देख्दै गरेको चाहिँ कम्पनी। अनि यो चाहिँ सोलर लाइट हो सबै कम्पनीको है। यहाँ रोड ठाउँमा चाहिँ कम्पनी पुरा छ साथीहरु। अन्त यहाँ चाहिँ कम्पनी हो। अन्त यता देख्दै गरेको यो चाहिँ सिप्ला 2 कम्पनी हो रोडे थाङको है। हाम्रो चाहिँ यो रोडदेखि उकालो जानुपर्छ। मौसम हेर्नुहोस् न साथीहरु, कस्तो सुहाना भइरहेको छ हैन। यहाँनिर ओइ बाख्राहरू चाहिँ यिनीहरूलाई लिएर जानुपर्छ नि त साथीहरु, तल बेसीमा हो कम्पनी। यहाँदेखि चाहिँ देखाउँछु ल तपाईँलाई। यो चाहिँ दबाई फ्याक्ट्री हो साथीहरु, कम्पनी है। सिप्ला 2 भन्छ यसलाई चाहिँ कम्पनीको नाम। अनि यहाँ पर पनि देख्छ है, यहाँ पर देख्दै गरेको चाहिँ जीसी हो, गोल्डन क्रस। त्यो पनि दबाई फ्याक्ट्री नै हो साथीहरु है। प्रायः त्यहाँ चाहिँ दबाई फ्याक्ट्री नै छ। अनि म चाहिँ यहाँ छु साथीहरु। यिनीहरूलाई लगेर चाहिँ नबानिकन चाहिँ हुँदैन। अब यिनीहरूलाई लगेर बानेर म चाहिँ नरेगा जानुपर्ने हुन्छ साथीहरु है। अनि यहाँनिर चाहिँ कम्पनीको छेउमा बान्नुपर्छ नि, त्यहाँ चाहिँ बेसी छ साथीहरु, ठुलो मैदान। गाई गोरुहरू प्रायः सबै यहीँनिर लिएर बान्छ नि त सबैजनाले। अनि त्यही भएर साथीहरु यिनीहरूलाई पनि यहीँ बान्नुपर्ने हुन्छ। तपाईँलाई देखाउँदै गर्छु ल। यहीँ कम्पनी देख्नु भयो होला यहाँनिर। यो चाहिँ कम्पनी हो, यो चाहिँ सिप्ला कम्पनी दबाई फ्याक्ट्री हो साथीहरु। ठुलो चाहिँ यहाँ माथिसम्म छ हो। अनि यहाँबाट चाहिँ यस्तो नजारा देख्छ भ्यूहरू हैन साथीहरु। यहाँ चाहिँ हाम्रो गाउँको यस्तो दामी देख्छ। अनि यो पर देख्दै गरेको पनि कम्पनी नै हो साथीहरु। यो छ नि, यो पनि कम्पनी नै हो। यिनीहरूलाई चाहिँ मैले यहाँ बानिसकेँ, यसलाई यहाँ त्यसलाई त्यहाँ हो। अब चाहिँ म घर जान्छु। यहाँनिर चाहिँ तपाईँलाई यहाँको सिनेमेटिक सर्ट देखाउँछु ल। यो चाहिँ हाम्रो गाउँ हो, रोडे थाङ। अनि मेरो घर चाहिँ माथि हो साथीहरु। यहाँ माथिबाट चाहिँ ल्याउनुपर्छ यहाँ तल यिनीहरूलाई चाहिँ बान्नुको लागि साथीहरु। यिनीहरूलाई यहाँनिर बान्दिसक्यो हो सबलाई यहाँनिर। अब चाहिँ म घर गएको साथीहरु हैन। अन्त अब घर गएर चाहिँ भात खाएर नरेगा जानुपर्ने हुन्छ साथीहरु हैन। अनि नरेगामा चाहिँ अब भिडियो बनाउनु पाउँदिनँ होला सायद साथीहरु हैन। पाएँ भने म बनाउने ट्राई गर्छु। अनि अब नरेगा जानुपर्छ खानाहरू खाएर साथीहरु। अन्त बस्तीको काम यस्तै हो साथीहरु, गाउँ बस्तीको कामहरू यस्तै हुन्छ प्रायः जस्तो हैन। तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ अनि बनाइसके साथीहरु। अब चाहिँ म नरेगा गएको है। घरमा चाहिँ कोही छैन नि त, मम्मी म भाइ मात्रै हो, 3 जना। मम्मी पनि काममा जानुहुन्छ हो साथीहरु। अनि मम्मी पनि काममा जानुहुन्छ। अनि कोही हुँदैन है। घर चाहिँ सबै मैले ताला लक गरिसकेँ हैन, सबै बन्द गरिसकेँ। अब चाहिँ म गएको। अनि बडा पनि जानुभयो नि त। अन्त भाइ सानो भाइ छ, भाइ चाहिँ अहिले उता कबड्डी खेल्नु महाराष्ट्र गइरहेको छ साथीहरु। स्कुल पढ्छ नि त। अन्त कोही छैन। घरको काम चाहिँ सबै म सकेर चाहिँ नरेगा जान्छु साथीहरु हैन। अन्त म चाहिँ जाँदैछु। अब यहाँ देखाउँछु ल तपाईहरुलाई चाहिँ
सबैजना आइसक्नु भयो होला सायद। म चाहिँ खाजा बनाउँदा बाख्रा पकाउँदा घरको कामहरू गर्दा यता गर्दा उता गर्दा साथीहरू ढिलो हुन्छ होइन। र पनि अब के गर्नु यस्तै हो बस्तीको काम साथीहरू। तपाईँहरू हेर्दै गर्नु होला म देखाउँछु। अनि यहाँबाट चाहिँ उता जानुपर्ने हुन्छ साथीहरू। माथि भिरमा छ आज चाहिँ काम होइन साथीहरू। अन्त म चाहिँ यहाँ रोडमा पुगिसकिसकेँ। अब यहाँबाट रोड जानुपर्ने हुन्छ साथीहरू। त्यहाँदेखि उपरबाट उकालो जानुपर्छ। त्यहाँदेखि चाहिँ उकालो जानुपर्ने हुन्छ हो। यहाँ माथि पाखामा काम हुँदैछ नि त। बाटो हेर्नु नि यस्तो त साथीहरू। अबुई यस्तो अप्ठ्यारो बाटो छैन साथीहरू। यस्तो अप्ठ्यारो बाटोमा चाहिँ जानुपर्छ। यस्तो अप्ठ्यारो बाटो छ नरेगा जाने चाहिँ उकालो होइन साथीहरू। यसरी जानुपर्ने हुन्छ। बाटो चाहिँ पुरा अप्ठ्यारो छ। अन्त जाँदैछौँ हामी। म चाहिँ अरू चाहिँ आएको छ कि छैन साथीहरू। यहाँ हेर्नुहोस् न बाटो झोडी ऊ माथि बडा आउनु भएछ। बडा मात्रै आउनु भएछ हो। म चाहिँ जाँदैछु होइन साथीहरू। यो पानी पलाउनु थालिसक्यो यहाँनिर चाहिँ। आया यहाँ माथि चाहिँ एउटा टेरेसिङ हुँदैछ नि त साथीहरू अहिले चाहिँ। अनि उकालो जाँदैछु म चाहिँ। ए यहाँ तल रोडबाट चाहिँ यस्तो उकालो आउनुपर्छ साथीहरू होइन। कोही छैन रहेछ। टेरेसिङ हुँदैछ साथीहरू। तपाईँहरूकोतिर नरेगामा के हुँदैछ कमेन्ट गर्नु होला है। यहाँ चाहिँ टेरेसिङ हुँदैछ। अच्छा किन टोक्यो। म चाहिँ यहाँ पुगिसकेँ साथीहरू। जाँदैछु होइन। पानी पोलाछ। हिँड्दा नै स्यासै हुन्छ साथीहरू। कोही छैन रहेछ बडा। आया हो यहाँदेखि चाहिँ माथिसम्म गरिसकेछ। आज चाहिँ त्यहाँ माथिबाट ढुङ्गा झार्नुपर्ने हुन्छ साथीहरू होइन। बडा र म मात्रै आएछ हो। अरू आएकै छैन साथीहरू है। अहिले आउँछ होला। हेर्नु न पानी आएछ कहाँबाट यहाँनिर पुरा हो। पानी आएछ। अब यहाँबाट उकालो जानुपर्ने हुन्छ साथीहरू। तपाईँलाई देखाउँछु ल अहिले कतिजना हुनुहुन्छ भनेर। अनि म र बडा चाहिँ आइसक्यो। अब अरू आउनु बाँकी नै छ साथीहरू होइन। हेर्दै गर्नु होला। हाम्रो भाउजू नदेखाउनु ऊ माथि चाहिँ बडा बडीहरू आइसकिसक्यो साथीहरू होइन। अब चाहिँ काम स्टार्ट गर्नु पर्छ। ऊ माथि चाहिँ बडीहरू हुनुहुन्छ होइन। म चाहिँ यहाँ छु यहाँनिर छु। अब चाहिँ काम गर्नुपर्छ साथीहरू है। हामी चाहिँ कम्ती छौँ। यहाँ माथि 3 जना, यहाँ भाउजू 4 जना, मसँग 5 जना हो। भाउजू त काटा कि काटा भन्दैछ। किन काट्नु ला देख्दैन हौ कसले। यहाँ हेर काटा कि काटा भन्दैछ हो। अब यहाँनिर काम गर्नुपर्छ साथीहरू है। काम गरेको चाहिँ म देखाउनु सक्दिनँ किनभने आज हामी कम्ती छौँ होइन। यहाँ पुरा पानी आएछ। बडाले रुख काट्नु हुँदैछ। अन्त यहाँनिर बडी अब फोन राख्नुपर्छ साथीहरू। यहाँ पानी रहेछ। आज म फोन कहाँ राख्नु भइरहेको छ। आजको लागि चाहिँ यति नै साथीहरू है। अन्त अब काम गर्नुपर्छ नि त। काम गरेको त देखाउनु सक्दिनँ होला साथीहरू किनभने यहाँ भट्टाभट्टी काम गर्नुपर्छ होइन। ऊ तर छ भाउजू। तपाईँको कसै फ्यामिलीले हेर्छ भने नि देख्छ बिचारा भाउजू। यहाँनिर हाम्रो भाउजू मेहनती हो। भाउजूको जसले फ्यामिलीले हेर्नु हुँदैछ। यो कालो कालो सबै कालो कालो भएर के हो। कस्तो हजुर त देख्दो रहेछ यहाँ माथि। एकजना आउनुभयो फेरि जोइन हो साथीहरू। ल आज चाहिँ बाई बाई तपाईँहरू सबैजनालाई। अब चाहिँ काम गर्ने छिटो छिटो काम गरेर जानुपर्छ। घरमा ल्याङफ्याङ छ। ल्याङफ्याङ छ घरमा हो। यहाँनिर हाला कि हाला भन्छ। आउनु त अलिक यता तपाईँको हालिदिन्छु। यहाँ फेस राम्रो हाफपेन्टमा त झन् राम्रो हुन्छ। त्यहाँ बिचारा हाम्रो भाउजू नहाला कि नहाला भन्दैछ हो। कति राम्री आयो यहाँ हेर्नु त। लु जान अगाडि ऊ माथि चाहिँ सबैजना छ हो। हामी चाहिँ यहाँनिर अब चाहिँ बाई बाई भनिदिनु न अन्त तपाईँले। काम गर्नुपर्छ भन्नु न। काम गर्नुपर्छ हामीले। यहाँनिर वाल लाउनुपर्छ। यसरी खनखान ढुङ्गा बटुल्नुपर्छ साथीहरू। हाम्रो बडा सिनियर मोस्ट हेलो यसो गरिदिनु त बडा। यसो गर्नु न। गर्दैन अरे यहाँनिर हेर्नु न। यहाँ हाम्रो भाउजू यसो गर्नु। भाउजू हेलो गर्नु। हाम्रो नरेगा टिम
यहाँनिर चाहिँ बिचरा बिमारी सिकिस्त भएर पनि काम गर्ने अवस्था हो। यहाँ बडी हेलो गरिदिनु बडी। यहाँ बडा हेलो गरिदिनु। यतिको चाहिँ हुनु पर्यो नि त। बडा अलिक आएन। लु त फेरि गरिदिनु त बडा। यहाँनिर हामी चाहिँ यति छौँ। यहाँनिर चाहिँ बडा, यहाँ सबैजना। म चाहिँ यहाँ छु। अब चाहिँ यहाँ ड्याङ काम गर्नुपर्ने हुन्छ साथीहरू होइन। माथिबाट ढुङ्गा बोक्नु पर्ने हुन्छ। कहाँबाट भने नि माथिबाट उयो भिरबाट होइन भाउजू। 2 शब्द केही भनिदिनुहोस् त यहाँ। नडेको आउँदा चाहिँ कस्तो फिल हुन्छ भनिदिनु न अब। भन्नु न के भएको लु कस्तो फिल हुन्छ अब। कस्तो फिल हुन्छ बडी? कस्तो हुन्छ? रमाइलो हुन्छ नि होइन? होइन बडा रमाइलो हुन्छ कि हुँदैन भन्नु त? एकदम काम गर्नुपर्छ भोटाभोटी। अन्त अनुसारले त झन् 1 नम्बरमा हेर्छ अब यहाँनिर अजाको। अब हाम्रो अजा कराइरहेको थियो त भन्ला नि नातिनीले। सुन्नु भयो होला साथीहरू, यहीँ फोन बोकेर कुद्ने होइन अरे काम गर्ने अरे। अब हो यहाँ भाउजू भन्नु न भनेको यहाँ लजाउनेको त झन् म त यसरी जुम गरी पो देखाइदिन्छु त साथीहरू। क्यामेरादेखि भाग्नेहरूलाई चाहिँ यसो गर्छु म हो। यस्तै हो इन्जोय भनेको यस्तै हो होइन साथीहरू। हेर्दै गर्नु होला। अब हाम्रो यहाँ खन्नुपर्छ। यहाँनिर बेसी फोन चलाएर हुँदैन। अब ढुङ्गा फ्याँक्नुपर्छ साथीहरू नडेका काम।